हेलो मित्रहरू, आज पनि हामी धरानमा छुट्टै काम भन्दाखेरि पनि तपाईँ यो काम भनेको तपाईँ यो देश बनाउने काम हो। र यो ढुङ्गा चाहिँ हामीले यहाँदेखि माया धराने साबनमा कलेक्ट गर्छौँ। माया धराने साबनमा कलेक्ट गरेर जति पनि धराने जनताहरू छन् उहाँले चाहिँ तपाईँ एउटा प्रक्रिया पुऱ्याएर चाहिँ मेयर हाम्रो श्रम महागुरु जो हुनुहुन्छ हर्का साम्पाङज्यू उहाँको अफिसमा चाहिँ तपाईँ त्यो प्रक्रिया पुऱ्याएर गइसकेपछि ड्रेन एजिङ सरकारी काम जस्तो कि हाम्रो सार्वजनिक कामको लागि चाहिँ यो ढुङ्गा चाहिँ हामी युज गर्छौँ। जो प्राइभेट हाम्रो काम छ त्यो प्राइभेट कामको लागि चाहिँ हुँदैन हैन। र सार्वजनिक काम जो पनि छ त्यसको लागि चाहिँ हाम्रो मेयर जो धरान उपमहानगरपालिकाको प्रमुख हुनुहुन्छ उहाँले दिनुहुन्छ। यो कुरो सबैलाई थाहा हुनु पर्यो र अलिकति सबैले बुझिदिनु पर्ने हुन्छ जस्तो लाग्छ मलाई। र आज यहाँ ढुङ्गा टिप्नु आउनेलाई मात्रै त्यो तपाईँ दिने यो कहिले पनि हुँदैन। र तपाईँ जो हाम्रो धरानका जनताहरू जो पनि छन् सार्वजनिक काममा आउनुहुन्छ उहाँहरूको लागि चाहिँ हुन्छ। यो हजुरहरूलाई मैले जानकारी गराएँ, तपाईँलाई कस्तो लाग्छ? तपाईँहरू पनि भनौँ न भ्याउँदाखेरि यस्तो राम्रो कामको लागि आएर सपोर्ट गर्नु होला भन्न चाहन्छु। धेरै कुरोहरू अब किन गरिराख्ने हजुरहरूले बुझ्ने भएको छ। यो देशको लागि तपाईँ यसरी जनताहरू सबै आएर काम गर्नुहुन्छ र यो बुझ्ने व्यक्तिहरूले कसैले विरोध गर्नुहुन्छ त्यो आफ्नो ठाउँमा छ। हिजो तपाईँको यही ढुङ्गा खोला दोहन हुन्थ्यो हैन भ्रष्टाचारीहरूले, र आज तपाईँ यो कामको लागि तपाईँ विकासको लागि चाहिँ यसरी लागु हुन्छ। यसकोमा दुईटा छ खासै पारा मिला जुत्ता लगाएर आइनस् तैँले यिनीहरूले मैले चप्पल लगाएको यो चप्पल लगाएर छ तर हामी सबै भारतीय भूभू कहाँ हराएको छौँ? हामी भारतीय भूभू एक भएर चाहिँ साइड लाउनु पऱ्यो क्या यहाँको भ्रष्टाचारीहरूलाई चाहिँ। भारतीय भूभूको नाम के अरे अपल गर्नु पऱ्यो क्या दाजु। अब अलौटे पाटोले खत्तम भयो तर तिनीहरूको सकिसकेको हो, सकिँदै तर पनि बटालीको आयो अब सिङ आउँदैछ। हो एकदम बटाली खतरा हो नि। तपाईँको टाइगर हिल त्यति बेला लिएको कतिखेर अघि त यही म ऊ मिना नानाको माथि होला लाइभमा थियो होला। ए मिना नानाको लाइभमा थियो त्यतिखेर म।
काम गर्छ नेपाल बाबै ओ बाबै ट्याङ ट्याङ ट्याङले सुन्नु भएन क्या हजुर आज कति लगभग 3-4 महिना हो जुत्ता लगाएको अन्त आज त चप्पलमा बस्नु पर्यो नि त हजुर होइन हो सिमेन्टीको काममा चाहिँ चाहिन्छ नि जुत्ता होइन यिनीहरूले खासै श्रमदान गर्ने नै सिक्नु आएको हो एकजना पर भन्किँदै हिँड्छ यो श्रमदान सिक्नु आएको हो काम गर्नु सिक्नुपर्छ भनेर यिनीहरू चाहिँ कतिले भन्नुभएको छ एउटा बाल शोषण बालकहरूलाई चाहिँ काम लाउनु हुँदैन भन्ने खालको कुरो यो चाहिँ तपाईँ चाहिँ बालकहरूले सिक्ने ठाउँ हो यो सिक्नु पऱ्यो भोलि गरी खानु परेन त्यो भएकोले गर्दाखेरि यहाँ थुप्रै हाम्रा हौवा चेली सन्चै छौँ नि ल सबैभन्दा ठुलो कुरो सन्चै हुनु हुन्छ बोलाउनु भइहाल्छ नि होइन केही होइन डिस्टर्ब हुँदैन यो तपाईँ चाहिँ एउटा हामीले प्रचार सबैले काम गर्नुपर्छ भन्ने प्रचार हो यो सर नमस्कार हजुर सेवा हाम्रो राजेश दाजु यहाँ एकदमै ढुङ्गा फुटाउनुलाई बियड बनाउँदैछ म त भन्दिनँ त भन्नेले भन्छ है घाटे अप्ठ्यारो पर्छ खुकुरी त अब यो काम गर्नुको लागि यो बियड भाँचिन्छ होइन अब तपाईँ चाहिँ के अरे ऊ बनाउनु पऱ्यो तपाईँ चाहिँ फर्मा बनाउनु पऱ्यो होइन अनि खुकुरी बेगर हुन्छ त यो नेपालीले त तपाईँ चाहिँ म इन्डियन आर्मी लगभग तपाईँ चाहिँ अल स्टेट के अरे भारतमा तपाईँ चाहिँ हामीलाई खुकुरी लड्छ विदेशमा त उयो लड्छ भनेदेखि तपाईँ चाहिँ नेपालमा पुग्दाखेरि तपाईँ चाहिँ आरोप लाउने होइन यसरी हामी त बियड बनाउनु पऱ्यो यसरी बियड भाँचिन्छ अनि फर्मा बनाउनु पऱ्यो होइन अनि लु बुझ्नु पऱ्यो कि हाम्रो यो विरोध गर्ने हाम्रो अलिकति विज्ञ साथीहरू नै हो हुनु चाहिँ विज्ञ साथीहरूलाई अब अलिकति बुझाउनु पर्ने हो छुट्टै क्या हामीले दाजु भारतीय भूभू सेकेन्ड लेभलको छौँ हामी यसरी श्रमदान गरिरहेको छु साथीहरू पनि आउनु होला सचेत धराने समूह हामी यसरी हर दिन हामी काम गरिराख्नुहुन्छ यता सक्रिय सदस्य हुन्छ यतातिर सक्रिय सदस्य हुन्छ भनेदेखि म पनि सक्रिय सदस्य धराने समूहको श्रमदाताको भेष चाहिँ नै जसले पनि लाउन सकिन्छ के छ ठिकै छौँ नि हामी खुबै बहिनी आज चाहिँ हाम्रो सचेत धराने समूहको हाम्रो लेडिज समूहको अध्यक्षज्यू फर्स्ट लेभेन चेयरको भएर आउनु भएको छ फर्स्ट लेभेन बटालिक क्षेत्रलाई चाहिँ के अरे लडाइँमा सक्सेस गर्ने पल्टनको भएर आउनु भएको छ हाम्रो चेली ल हजुर
डरलाग्दो भइरहेछ चेली आरामै छौँ नि हामी म अलिकति एभरेटाइज दिएर म चाहिँ आज के यो पैसामा किन एभरेटाइज दिएर माथि यो बुढोको त्यो मूर्तिको प्रतिमूर्तिको लाउनु पर्ने छ कि टाली लाउँदैछ कि त्यो अब सकिसकेको अब तपाईँको लगभग अब यो के अरे शिला सकेपछि उद्घाटन हुन्छ सर हस्त मित्रहरू सम्पूर्णले आफ्नो टाइम निकालेर हेरिदिनु भयो धन्यवाद भन्दै म बिदा चाहन्छु फेरि पनि राम्रो राम्रो प्रचारको लागि एडभर्टाइजको लागि म आउने छु तपाईँसँगलाई नमस्कार के आरामै छु नि एकदम दाजु भाइको एउटा एक पोस्ट हान्नु पर्यो यहाँ